हेर, अहिलेसम्म तिमीले जति दुःखहरू उठाएका छौ ती दुःखहरूबाट निराश नहौ। तिमी किन घरिघरि रोइरहन्छौ र आफैलाई दुखी बनाउँछौ, आफ्नो मनलाई खराब गर्छौ? तिमी किन घरिघरि आँसु बगाइरहन्छौ? तिमीलाई के लाग्छ कसैले तिम्रो दुःख देखिरहेको छैन? कसैले तिम्रो दुःख जानिरहेको छैन? कसैले तिमीलाई बुझ्दैन? तिमीलाई बुझ्ने कोही छैन? नरौ, आँसु नबगाऊ। हेर, म तिम्रा दुःखहरूलाई जान्दछु। म स्वर्गबाट सबै मानिसहरूलाई निहाल्ने परमेश्वर हुँ र म सबैका मनहरूलाई जाँच्दछु। तिम्रो जुन दुःख छ त्यसलाई मैले देखेको छु र अब म ठूलो दयाले तिमीमाथि भएको यो दुःखलाई समाप्त गरिदिनेछु। तिम्रा दुःखका दिनहरू समाप्त हुनेवाला छन्, त्यसैले निराश नहौ। जे बिति गयो त्यसलाई जान देऊ। आफ्नो नयाँ जीवनतिर अगाडि बढ। तिम्रा निम्ति केही नयाँ र राम्रो राखिएको छ। भन आमीन। र यो भिडियोलाई धेरै भन्दा धेरै दुखीहरूलाई शेयर गर ताकि उनीहरूले पनि जीवन पाउन सकुन्।